मलाई चाहिँ कोरिया आउनलाई पनि मान्छेले पैसा नपत्या हो कि अब नपत्याउनु पनि स्वाभाविक हो। अब एउटा केटा काठमाडौँमा चाहिँ लेबर काम गरिरहेको केटा होइन, काठमाडौँको गल्ली सडकहरूमा चाहिँ साबेल चलाइरहेको पिक चलाइरहेको केटा कहाँ कोरिया जान्छ र कोरिया भनेर चाहिँ मलेसिया जान्ला होला भनेर नपत्याउनु पनि स्वाभाविक नै हो। म चाहिँ अब बिहान 4 बजीदेखि उठेर ल्याङ्ग्वेज पढ्थ्यो अनि बेलुका पनि पढ्थ्यो। दिउँसो चाहिँ काठमाडौँमा चाहिँ लेबर काम गरेर पढेको हो, नपत्याउनु स्वाभाविक पनि हो। अनि कोरिया त आउनु पर्यो पास भएपछि। अनि हाम्रो गाउँभन्दा पारी गाउँमा चाहिँ सुन्यो कि एकजना बाहुनी दिदीले चाहिँ न रगतको नाता न भावनाको नाता, पारी गाउँमा चाहिँ एकजना बाहुनी दिदीले चाहिँ ब्याजमा पैसा दिन्छ भनेर सुन्यो। अनि हामी गयो, ल दिदी कोरियाको भिसा आछ, अब पैसा दिनु पर्यो, तपाईँले चाहिँ ब्याजमा पैसा दिन्छ अरे भने।